वेलकम ब्याक सबैजनालाई। आज हामी कहाँ घुम्न जानु लाग्यो दिदी भनिदिनु ल। यामादाकी पार्क कस्तो छ ल भनिदिनु ल त्यो पार्क। एकदमै राम्रो छ, एकदमै ठुलो छ। यस्तो साह्रो घाम छ घाम पनि छ अनि निद्रा पनि छ। पछाडि चाहिँ तिनजना हुनुहुन्छ। दिदीको नाम के हो भनिदिनु दिदीलाई। मेरो नाम कविता। हेलो गाइज। ल त्यो पार्कको बारेमा भनिदिनु ल कस्तो छ। ठुलो छ पार्क। सोधेको अब लजाउनुहुन्छ त के भन्ने ल भनिदिनु ल केही। अलिकति ज्वरो आछ, टाउको दुख्यो। लजाउनुहुन्छ त अब म के भनौँ भन्नु। हामी देशभरि घुम्यो नि सकिन्छ के त्यहाँ। ए मजा छ भनेपछि एकदम। के विशेषता छ त्यो पार्कको। बारबेक्यू पनि गर्न मिल्छ त्यहाँ। तू समझा? हाँ। नहीं तू समझा नहीं। अगाडिपट्टि फेरि रेस्टुरेन्ट पनि छ, राम्रो छ। त्यहाँ टिकटक बनाउन पाइयो। हामी चाहिँ आइसक्यौँ कहाँ दिदी। यामादाकी पार्क बल्ल सुरुवात हुँदैछ हाम्रो। पार्कभित्र आइसकेका छौँ। 2 बजिसक्यो, 1 घन्टा लाग्यो हामीलाई आउन। यहाँ घुम्ने हो भने त आजको रातभरि पनि सकिँदैन। हैछ ठुलो रहेछ पार्क चाहिँ। जोस् रमाइलो भयो। हुँदैछ भनौँ। खतरा रहेछ त हो पार्क त पुरा। दिदी केही भनिदिनु ल। कति धेरै किन्नु भयो त नि खानेकुरा। मान्छे धेरै छ, गर्मी भयो। कविता, अविना, आरती दिदी अनि सुधा दिदी। तेरि म भन। म त म भइहालेँ। हामी 3 जना मध्ये कसले खाने डिस्कस गर्न तर सिजर पेपर सुट रक पेपर सिजर खेलेर चाहिँ सिजर पेपर रक सुट भन्छ। सिजर पेपर सुट। ल हामी दुईटामा त। Oh my God! सिजर पेपर सुट। ल मैले जितेँ। One, two, three.